खोला त्यति खतरा पिरो भयो आँसु हट्न आँटेको सब जाने पनि खानुबाट मेरो हातदेखि उनलाई हुँदैछ वेलकम गाइज ब्याक टु माई न्यू ब्लग हाम्रो आज आँप अचार ब्लगमा तपाईँलाई स्वागत छ आज त्यस्तै यहाँ त गाइज आँप कत्रो कत्रो छ आँप अचार ब्लग अचार बाँकी छ आँप भयो यत्रो आम्मामा सानो सानो आँप छैन गाइज दाग लाग्छ अनि कस्तो स्पेसल आँप छ गाइज बपार हुने चाहिँ टोपी चाहिँ उस होइन ताकुल पनि ठिक छु हामी त कालो मान्छे होइन कस्तो देखिन्छ मुसा र देखिन्छ ल कलुवा दादा कस्तो देखिन्छ कलुवा दादा दाँतमा देखिन्छ हो आम्मा आँप अब अहिले धेरै दिन बाद चाहिँ आँप खाँदैछ क्या म धेरै दिन बाद लगभग खाएकै छैन आँपै खाएको छुइनँ कि त्यही भएर साइले चक्कु सक्कु तयार गरेर साइले सबै माया आँटेको नगो मर्नै खोज्छ यार साइले त ल म मऱ्यो भने फेरि त गाह्रो हुँदैन अहिले सुरुमा यो चाहिँ एकछिनमा खाना ठिक हुन्छ हौ अलिक पिरो भएपछि होइन अहिले पनि खाइहाल्नु गाई साइल सरले ताक्दैछ न बट्टा वास ताक्दैछ गाई म चाहिँ खोर्सानी लिन जाँदैछु गाई म जाँदैछु खोर्सानी लिनलाई खोर्सानी बारी अहिले पुरा जोसेर भयो पेट पोलेर के हुन्छ थाहा छैन अहिले लास्टमा थाहा हुन्छ को आहु गर्छ भनेर होइन यहाँ खोर्सानी स्पेसल छ खोर्सानी त डेन्जर पिरो हुन्छ नि गाई चाहिँ एउटा तल छिप्पिएको रहेछ ल राजाजी खै त हामी यति खोर्सानी सबलाई इन नपुगेको खोर्सानी चाहिँ भयङ्कर पिरो हुन्छ डेन्जर पिरो भएपछि त भरेतिरको स्वास गर्छ भयो थाहा हुँदैन भयङ्कर पिरो छ होइन बट्टा अस्ति चाहिँ हेर्नु साइडले गाईहरू आँप काटेर कटिङमा यस्तो हेरेर मुखबाट पानी आइसक्यो चापर छ कस्तो हेन्सम देखिन्छ गाई चाहिँ लास्टमा हेर्नु मुखमा पानी आउँछ काटेर लास्टमा मान्छेहरूले पानी आउँछ हेर्दै फेरि आमा हिँड्दा त तडक बेसी भइसक्यो सत्री अमिले छ यो अहिले यो खाना त ठुलो तेरो मुखै बिग्रिन त खाँदा त्यो ठुलो चाहिँ खान काटेर तेरो मुखै बिग्रिँदैन तर आँप कम भयो क्या हामीलाई कम भयो अहिले काट्न कति धेरै हुन्छ ठुलो काटेकै छैन एउटा ठुलोले पनि थाल भरिदिन्छ साइलाई आँपै कम भयो त्यत्रो आँप देखेको चारवटा त आँप छ नि उसलाई चारवटा आँप थाल बेसी हुन्छ अरे आँप चाहिँ अमिलोले गुलियो छ अरे के छ लो आँप गुलियो छ अरे साग दिइहाल्नु मलाई गुलियो छ है त्यो कत्रो बनाएको साइला सुन्न कस्तो भयो साइल कस्तो भयो गुलियो छ अमिलो खाले खाइ साइले है साइले अमिलो खाले गुलियो खाले खाइ नमिलो न गुलियो खाले खाइदिए म त अमिलो लाग्यो मलाई सन्चै छ अहिले त मकै बनाउँदा गरेर नि केटाहरूले एक रात सम्झाउँछु काटेर मिठो बनाऊ म पनि खान्छु जबरजस्ती लागिरहेको छ आँप बनाउँदैछ रात
अनि सब्जी काटिराखेको मान्छे हो जहिले घर खानाहरू बनाउँछ कोही केटीहरूले कस्तो केटा चाहिँदैन यस्तो केटाहरू बुझ्नु होला घरको काम सबै गर्छ कुको के साइले खतरा खाँदै संस्कारी छ है हाम्रो साइले गाई हाम्रो साइलाई कुनै केटी चाहियो भने यहाँ कन्ट्याक्ट गर्दा हुन्छ है कोही साइलाई मन पराउने जान्छौँ यहाँ कता धुनालाई अहिले चाहिँ धेरै टाढो छैन नि फेरि हाम्रो नजिकै छ कल्छ यहाँनिर दुई टावर साइले फेरि साइलसँग जहिले भाडसँग मस्काइ राख्ने बानी छ नि त त्यो थाहा छ साइलेलाई खतरा भिडियो साइले खतरा कलर निस्किँदैछ हो आपको चोप निस्केको गाइस देख रहे हो एउटा चाक्दिनु ओ माई गॉड राइट बबाल चल्छ खोर्सानी आउँदा पनि बबाल हुन्छ रा नै जाता एउटा यो अचार पिने कडी पत्ता हाले ल कडी पत्ता यसमा अचार हालेर खान्छ साइले कडी पत्ता मिठो जस्तो उयो त्यो तेजपत्ता जस्तो हुन्छ नि त्यो उयोहरू हाल्छ नि त्यस्तै हो एक्सपेरिमेन्ट गर्ने नि के छ र ल अनि तेरो मम्मीले चाहिँ के भन्नुहुन्छ नि के यही त भन्नु निब्रो कि यो के भन्छ नामै बिर्सेँ अजीब चिज हालेर यहाँ टिमुर यो कडी सडी के हालेर यहाँ अचार पिउने साइडले स्पेसल अचार नुन अझै बेसी हाल्छ लान्देन लिएर आइज के हालेको छैन अचार टिमुर कडी पत्ता अनि यो के हो कुनै त्यो खाने नै हो दाइले अचार बनाउँछ दामी बनाउँछ ओ कत्रो ल्याएको यत्रो होइन खतरा गनाएको बास्न आइरहेको छ भन्न गनाइरहेको छ नहुनु सालसँग सबै एक्सपिरियन्स है नुन कम भएछ नि नुन भइसक्यो त कम छ चाखिस ल म थाहा भइहाल्छु नि हेरेर हेर त होइन मगर खतरा एक्सपिरियन्स छ क्या सबै मसला पिन्ने खोर्सानी पिन्ने बाख्रा मस्काउने हाम्रो अचार साइडले पिन्छ खतरा मसिनो के हालेर चोप्दै खाँदै अरे ल ल ल ल कस्तो छ अलिकति नुन हुन्छ अलिकति पिरो कमी भएछ ए हाल्ने यतिको पिरो खानु अनि सुवा गरेर मजा आउँदैन नि त फेरि साइडलाई हाल्यो चाडिसक्यो सबै हाम्रो भोगेर भट्टाबाट आउँछ भित्रलाई गएर खाने मस्त हामी जान्छ कोठामा हामी साइडलेको रुममा ओइ खै तल राख्दैन ठाउँमा हामी जान्छ अझै महाराजा गाई स्पेसल छ यहाँ हेर्नु आम बगेर सुरुमा बगेर चाहेको निसाले फेरि चक्लेटको जुगाड ल हिँड्यो नि त राखिराख्ने कस्तो बगेर दाम चाहिँ पानी आइसक्यो मुखमा है यहाँ चक्लेट सबको व्यवस्था भइसक्यो यहाँनिर भट्टाबाट खाना त बाँकी थिएन कस्तो भयो गाई बनाउनु चाख्दैछु होइन बबाल छ खोर्सानी नै हो पिरै छैन पुरा मिठो छ नि अचार खाँदा के पिरै छैन खाने ग्याङ आलुसँग खाने गाई हेर्नु आउँछ सब जुगाड हाम्रो एकजनाको चाहिँ कमी भएर चाहिँ यहाँनिर साइल सरको सबभन्दा मेन क्यारेक्टर चाहिँ अझै साइल छ यहाँनिर त्यसलाई पर्खिन भन्छु केटाहरू खाएको जस्तो जस्तो आम्मामा काको खाएको निकाल्छ कोले गर्छ हेर्नु
लाज लाग्छ त चिया ल हुन्छ चिया खाना आँप अचार बिनाको डाइटको 2-3वटा कहाँ गयो अब साइल छ आइसकेको छ साइल कस्तो छ मिठो छ अचार चाहिँ खतरा छ मैले बनाएको अचार मागा खोर्सानी कम भनेर मात्र मैले म त टाउको चाहिँ किन होला र पुरै झिरिङ झिरिङ होला भाइ आँट पनि अमिलो नबुलियो त्यस्तै तर ठिक ब्यालेन्सको छ बुढा त्यस्तै हो खान्छ नि नि हो एक खान सकिन हाल्ने केही छैन तिमीहरू घर जाने म यसको अचार बनाएर भरे भातसित खान्छु भातसँग फेरि स्पेसल हुन्छ नि के पुगेन जस्तो लाग्यो अमिलो कि पिरो कोक हुनुपर्छ मागा सेतो कस्तो पिरो छ कि आम्मा जस फर्स्टचोटि खाएको होइन मजा आइरहेछ यो सिजनको फर्स्टचोटि म त यतापट्टि मात्रै चबाइरहेको छु यो वर्ष फर्स्टचोटि देख्छु यो वर्षमा फर्स्टचोटि अब खाना पाइरहेको छु सबभन्दा फर्स्टचोटि खाएको यो सिजनको कसैलाई पिरो केही भएको छैन दासा पुडिने आँप चाहिँ खतरा छ नि यहाँनिर म त कलुवा छु देखिदिनँ होइन मतलब कुछ भी बर खतरा छ तर फोटो लिनुपर्छ क्या सर सुरुमा यार फोटो भइसक्यो सबभन्दा धेरै साइला पसिना आएको छ कसलाई पसिना आएको छ यहाँ साइला पिरो भएको साइले मलाई भन्न पर्दा पिरो भयो भने पसिना आउँछ नि खतरा फेरि साइलेकोतिर फेरि पनि म फर्किरहेछ अरे खतरा गरौँ साइलेको बुढीले धेरै माया गरेर साइला त्यही भएर धेरै पसिना आएको खुसी भयो ल ल अनि बिहे हुनुपर्छ गर्लफ्रेन्ड होला फेरि त्यस्तो भएको त्यस्तो आउँदै जाने गर्छ नि साइले मैं तो कुछ और ही समझ रहा था के कम भयो नुन सकिसक्यो ल कुन नुन चाहिँ जान त मान सबैभन्दा बाहिर त्यही चाहिँ के कम भयो त्यो फिट नभएको अहिले के कम भयो खोर्सानी कम थियो चिसो गर्नु कोक हुनु पर्थ्यो अहिले थाहा हो अनि खतरा निकाल पैसा लिएर निकाल म किन लिँदा होइन भाइ ल म 50 रुपियाँ दिन्छु ल सबैले 50 ल निकाल ल जोसियो जोसियो भएको ए बोकेछ बोकेर सुत्यो बोकेर साइले पिरो भयो साइलाई पिरो भएको छैन इन्सानलाई पिरो भएको छैन अझै यति आँप छ साला हात पोलिरहेको छ दिमाग खराब के भएर पिस्यो अन्त डन होइन नि सब जाने कि काँडबाट मेरो हातदेखि उनीहरू हुँदैछ बुद्धि अलिकति रियाक्सन पनि उसलाई हेर्दा खानाको हुँदा रियल जस्तो थियो नि यार पिरो भाइ पिरो छैन मेरो हात त्यो पोलिरहेको छ उपर यहाँ पानी खाएको खाइछ पिरो भएर अचार सकिसक्यो यहाँ अचार पिरै भएन क्या होइन
यसलाई होइन यो खुर्सानी कम खाने मान्छे यही बाइक आउट भइसक्यो अगाडि दाप कुलो पेट पोल्दैछ पानी खानु भएन हो पानी चुलो एक एकवटा हालिहाल्नु ल ल लास्टै हो गाई यो चाहिँ होइन साइड गर्नु एक एउटा कति आफ खायौँ हामीले 3 त्यत्रो बड्का बड्का आफ खायौँ है ए 4टा यहाँ चुपचाप खाएर चाहिँ पुरा केही भएको छ निशान लाग्यो साइडमा बिन्दासमा खान्छ रिल हेर्थ्यो पुरा खाइसकिसक्यो साइड तैँले एउटा खाइदिइसकिस् ल मलाई यसरी हल्का खाएको अझै खानु होला यो यसमा अलिकति उयोको सजाएर त बेसी होइन के को पत्ताको पत्ता कडी पत्ताको कम हालेको हुँदो रहेछ तर अचार दामी रहेछ दामी भयो खाएर सक्यो फाइनल खाइसक्यौँ तसैले धेरै चलाएको छ नि फेरि भार्कर मस्काउनु पर्छ यति हो भने यति 2 थाल पनि मस्काउनु त रुको साइले यो 2 थाल मस्काइदिएन के हुन्छ र लजाएको साइले कस्तो कस्तो हो कुकाको जस्तो लागिरहेछ त्यसको त्यो चोप छ नि चोपले कस्तो बनायो जिब्रोमा यसको साइले ज्ञानी छ यार पेट पिरो खतरा पेन पिरो भएन यहाँ त केही एक्सपिरियन्स केही भएन अरे यहाँ चाहिँ हाम्रो च्यानल है सब्सक्राइब गरेर नबिर्सिनु होला आज आप भ्लगमा तपाईँलाई कस्तो लाग्यो आप अचार भ्लग होइन भवाल थियो होला हाम्रो च्यानललाई हुन्छ सब्सक्राइब गर्न नबिर्सिनु अनि हामी चाहिँ लाइक गर्न नबिर्सिनु होइन अनि हामीसँग सब जुगाड छ यहाँनिर जुगाड गरेर राखेको हुन्छ खानुलाई तपाईँको कस्तो गुन्डा देखिरहेछ गुन्डा भन्छ कपाल काटेर चाहिँ माने टप छ भाइ सबजना आप खाएर मस्त सुतिरहेछ होइन अब पिरो चौडी खाएर एकदम शान्त भएछ साइड चाहिँ भार गरेर मस्त गइरहेछ त्यो रिसाउँदै त्यो पुरा